साथीहरू सबैजनालाई नमस्ते। अनि यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग। हामी चाहिँ घरबाट निस्किसकेको र अटो पर्खिँदै हाम्रो चाहिँ अटो आइसक्यो र हामी चाहिँ गएको मार्केट हामी सब्जी लिनलाई। आजको मौसम चाहिँ एकदमै राम्रो छ। हामी चाहिँ जाँदा जाँदै बाटोमा मन्दिरको पनि दर्शन भयो। त्यसपछि हामी चाहिँ पुग्यौँ अब बजार। आज चाहिँ त्यति लागेको रहेछ सब्जीहरू। म चाहिँ अलिअलि सब्जी लिँदैछु। अब आएपछि त लानु पर्यो केही। यहाँ चाहिँ ग्यास सोध्दै हुनुहुन्छ अङ्कलले, फेरि एकछिन आउन त अरू किन्दै गर भनेर हामी चाहिँ गएको पानीपुरी खानको लागि। आज चाहिँ हामी पानीपुरी खाने मुड भयो, त्यही भएर सिधै यहाँ आएँ। म चाहिँ यो अर्कोको नाम चाहिँ थाहा भएन। अहिले चाहिँ म मिठो पानीपुरीको मजा लिँदैछु। पिरो अमिलो एकदमै मिठो पानीपुरीको। हामी चाहिँ अहिले त ग्यास लिन गएको। यहाँ चाहिँ अल्छी लागेर त्यतिकै बसिरहनु परेछ। अब ग्यास चाहिँ सबै भइसक्यो। हाम्रो चाहिँ अटो आउँदैछ। तपाईँहरू सबैजनालाई थ्याङ्क यू मेरो मिनी ब्लग हेरिदिनु भएकोमा। अब अर्को ब्लगमा भेटौँ। बाई बाई।